सम्पूर्णमा नमस्कार। म आर्यन ढुङ्गाना, आर्यन हिस्ट्री जोनबाट। आज मैले एउटा यस्तो डकुमेन्ट्री काल्पनिक कथा ल्याएको छु, तपाईँहरू यसलाई सुनेर इन्जोय गर्नुहोस्। कालो बादलले आकाश ढाकेको छ, सुनसान बाटो, चारैतिर जङ्गल र हावाको डरलाग्दो आवाज सुनिन्छ। क्यामेराले बिस्तारै पुरानो गाउँतर्फ यात्रा गर्दैछ। पहाडको गहिराईमा एउटा यस्तो गाउँ थियो जुन कुनै नक्सामा भेटिन्थेन। स्थानीय मानिसहरू यसलाई कालो गाउँ भनेर चिन्थे। त्यो गाउँमा वर्षौं अघि एउटा यस्तो घटना भएको थियो जसको रहस्य आजसम्म कसैले पत्ता लगाउन सकेन। धेरै वर्ष अघि कालो गाउँ एउटा सुन्दर र शान्त गाउँ थियो। मानिसहरू खुसी साथ जीवन बिताउँथे, तर हरेक वर्ष एउटा विशेष रातमा जङ्गल नजिक रहेको पुरानो घरबाट अनौठो आवाज आउँथ्यो। गाउँका मानिसहरू त्यो घर जाँदैनथे। त्यो घरमा पुरानो रहस्य लुकेको छ जसलाई खोल्नु हुँदैन भन्थे। एक दिन आरब नाम गरेको एउटा युवा अनुसन्धानकर्ता त्यो गाउँको रहस्य पत्ता लगाउन पुगे। उनको हातमा क्यामेरा थियो र उनी सबै कुरा डकुमेन्ट्रीका लागि रेकर्ड गरिएको थियो। गाउँका एक वृद्धले उनलाई चेतावनी दिए, सूर्य अस्ताएपछि त्यो पुरानो घरमा नजानु, केही रहस्यमय सधैँ रहस्य नै राख्नुपर्छ। तर आरब सत्य खोज चाहन्थ्यो, पुरानो घरको रहस्य। मध्यरातमा आरब पुरानो घरभित्र प्रवेश गरे। त्यहाँ भत्किएका भित्ताहरू, धुलोले भरिएका कोठाहरू र भुइँमा लेखिएका अनौठा चित्रहरू। अचानक उनले क्यामेराको बत्ती झिम्किन थाल्यो। चारैतिर चिसो हावा चल्यो। त्यसपछि एउटा अज्ञात आवाज सुनियो, तिमी यहाँ किन आयौ? आरबले एउटा पुरानो डायरी भेटाए। त्यो डायरीमा गाउँ छोड्नु परेको कारण र त्यो घरसँग जोडिएको रहस्य लेखिएको थियो। डायरीको अन्तिम पानामा लेखिएको थियो, जसले यो रहस्य पत्ता लगाउँछ उसले अन्धकारलाई पनि सामना गर्नुपर्छ। भोलिपल्ट बिहान गाउँ बाहिर एउटा क्यामेरा भेटियो। क्यामेरा चलिरहेको थियो तर आरब त्यहाँ थिएन। क्यामेरा रेकर्ड भएको अन्तिम आवाज, मैले सत्य भेटाएँ तर त्यो गाउँ चाहँदैन कि कसैले यो कुरा सम्झियोस्। आज पनि त्यो गाउँ एउटा रहस्य बनेर बसेको छ। केही मानिसहरू त्यसलाई केवल एउटा कथा भन्छन्, तर केही विश्वास गर्छन् त्यो हराएको गाउँ अझै पनि अँध्यारोभित्र कसैको प्रतीक्षा गरिरहेको छ। यो एक काल्पनिक डराउने डकुमेन्ट्री कथा हो। यसलाई अन्यथा नलिदिनुहोला। धन्यवाद।